यसको रेसिपी कसरी बनाउँछ? क्या हो रेसिपी? रेसिपी सागको मतलब परिकार रेसिपी। परिकार? अब यो सागै देखेको थिएन मलाई, कसरी पकाउन आउनु? यो हाम्रो पश्चिमतिर पोइको साग भन्छ थारूहरू। पोइ साग हो यो? पोइ साग हो यो। अनि हाम्रो उतातिर कसरी पकाउँछ यसलाई? मजाले उता आफ्नो घरतिर खेतको त्यो मटर हुन्छ नि, यानि केराउ, त्यो केराउलाई नि मजाले भग उमालेर होइन, फक पारेर उमालेर अनि त्यसपछि त्यो केराउलाई अनि माथिबाट अनि केराउ पाकिसकेपछि यसको यो पोइको यो पत्ता छ नि जुन यो पत्तालाई मजाले अनि केराउको भग उम्लेको केराउको माथि हाल्छ होइन। अनि यसको रस धुनु पर्दैन। अनि छुट्टै अनि फेरि अर्कै फेरि सिद्रा छ नि, त्यो सिद्रालाई मजाले भुटेर रातो बनाएर होइन, त्यो सिद्रा पनि हाल्नुपर्छ। यति मिठो झोल हुँदैन, तर तपाईँ बाहुनी मान्छे खान्छ कि नै? म बाहुनी होइन, छेत्रीनी हो। छेत्रीनी। अनि मैले सिद्रा खाएकै छैन तैँले? हो, खानुहुन्छ? खान्छु। तर मिठो हुन्छ नि त्यस्तो। बनाउन त अनि हो, खानुहुन्छ? अनि खाइहाल्छु। ल म अब पकाउँछु होला, भोलि त पकाउँदिनँ तर पर्सि चाहिँ पकाउँछु। अनि थोरै छैन त यत्रो रेसिपी, कहिले पकाइसक्छु? अब यो 2 छाकको रेसिपी हुन्छ नि। 2 छाकको रेसिपी हो यो। हेर्नु साथीहरू, पोइ साग अरे यसको नाम। अनि यसले के हालेर पकाउने भनेर त हजुरहरूले सुनिहाल्नु भयो है। पहिला यसले खानेकुरा चाहिँ लास्टै मिठो बनाउँछ, तर मैले चाहिँ खाएको छैन अहिलेसम्म यसले पकाएको कुरा। यसले दिन्न नि त मलाई, त्यही भएर हो। अब यो चोटि मेरो पिरो नुनिलो चिल्लो धेरै हुन्छ, म त्यसरी खाँदिनँ। मुख पोल्छ भनिहाली यसले अघि नै होइन। पहाडी मान्छे अब खानु हुँदैन धेरै। मान्छे त जहाँको भए पनि एउटै हो नि त लाडी, तर मलाई यसले पिरो सुहाउँदैन भन्ने कुरा हो। हेर्नु गाइस, तपाईँहरूलाई पनि यो पोइ सागको रेसिपी बनाएर खाने मन छ नि यसले भने जसरी बनाएर खानु, एकदमै मिठो एकदमै टेस्टी हुन्छ अरे। मैले चाहिँ खाएको छैन, मलाई त यो पकाउनु पनि आउँदैन। मलाई चाहिँ यो चाहिँ पकाउन आउँछ, यो पकाउन आउँछ, यो पनि पकाउन आउँछ मलाई। यो खोर्सानीको चिली एउटा त हाल्न आउँछ है। अनि यो करेली, तिते करेली आउँछ कि नै पकाउन? तिते करेली? तिते करेली त मेरो बेस्ट हो नि त। तिते करेली हाउ मच? फुकाल्नु त राम्रो हुन्छ होला। हो, ल हेर्नु साथीहरू, सब्जीको त भण्डार छ नि हाम्रो बहिनीले ल्याएको। हाउ मच न साउ मच, यो कचेरा मार्केटको सब्जी यो हाउ मच।